जय मसीह, जय मसीह की। हामी सन्चै छौँ, हामी परमेश्वरको आशिषमा छौँ, परमेश्वरको अधीनमा छौँ। के तपाईलाई दुःख छ, के तपाईलाई कष्ट छ? तपाईलाई हर मानिसको जीवनमा दुःख र कष्ट आउँछ, तर तपाईको आत्मामा पीडा छ, कष्ट छ। तपाईले शान्ति कहाँ पाउँछु भनेर तडपिनु भएको छ। तपाईलाई हरेक कुरामा तपाईलाई शान्ति छैन, तपाईलाई मुक्ति छैन, उद्धार छैन भन्ने तपाईलाई लागेछ। यदि तपाईलाई लागेछ भने आउनुहोस्, प्रभु येशू ख्रीष्टलाई तपाईले ग्रहण गर्नुहोस्, किनभने त्यही परमेश्वरले तपाईको र मेरो जीवन बदलिदिनुहुन्छ। आमेन। जब परमेश्वर यस संसारमा आउनुभयो र हाम्रो पाप उठाइलानुभयो अनि उहाँलाई साँच्चै नै आजभन्दा 2000 वर्ष पहिला यस संसारमा आउनुभयो अनि मानिसहरूलाई निको पार्नुभयो, हरेक शिक्षा दिन लाग्नुभयो, सबै कुरा गर्न लाग्नुभयो। सबै कुरा उहाँले एकदमै अचम्मका कामहरू गर्न लाग्नुभयो। एकदमै मान्छेहरू निको, बिमारीहरू निको हुन थाले, कुष्ठरोगीहरू निको भए, हिँड्न नसक्ने हिँड्ने भए, लुला लङ्गडाहरूले शक्ति पाए। र साँच्चै नै यदि तपाईँले पनि पाउन चाहनुहुन्छ भने त्यही परमेश्वरलाई पाउनुहुन्छ। परमेश्वर फेरि क्रुसमा जानुभयो, परमेश्वरले कोर्रा खानुभयो, पीडा भोग्नुभयो, सबै कुरा गर्नुभयो र क्रुसमाथि उहाँ चढ्नुभयो र मानिसहरूले उहाँलाई थुके, चुटे र साँच्चै नै पोखामा भाला हानिए, काटी ठोकिए, हातमा पाउमा काटी ठोकिए अनि साँच्चै नै त्योबाट बगेको रगतले हामी आज शुद्ध भइरहेछ अनि उहाँ मर्नुभयो। इलोई इलोई लामा शपथखतनी यसो भनेर उहाँ मर्नुभयो र सारा संसार हल्लियो। सूर्यले चमक दिन पनि छोड्यो, अँधेरो भयो, प्राय 3 बजेतिर कम्प गयो अनि साँच्चै नै मानिसहरूले भने यिनी त प्रिय परमेश्वरका पुत्र रहेछन् भन्ने कुरा आज उहाँ फेरि मर्नुभयो। फेरि 3 दिनपछि उहाँ पौडी उठ्नुभयो। आज हामीलाई जीवन दिनुभएको छ अनि उहाँ साँच्चै नै फेरि स्वर्गारोहण हुनुभयो र उहाँले पवित्र आत्मा दिनुहुन्छ। आमेन। अनि यही भन्न चाहन्छु, यदि तपाईँलाई त्यस्तो छ भने तपाईँको बिमारी निको छैन, अझै पनि तपाईँले धामी झाँक्री गर्नुभएको छ, निको छैन, औषधि पानी गर्नुभएको छ, निको छैन भने तपाईँ प्रिय मित्र आजै नै परमेश्वरलाई ग्रहण गर्नुहोस्, आजै नै परमेश्वरलाई एक्सेप्ट गर्नुहोस् र तपाईँ परमेश्वरसँगको प्रार्थना गर्दछु, परमेश्वरलाई प्रार्थना गर्नुहोस्, परमेश्वरसँग भन्नुहोस्, घुँडा टेकेर भन्नुहोस्, हे मेरा परमेश्वर, आज तपाईँकोलाई पाएबाट मेरो जीवन बदलिएको छ र मलाई साँच्चै नै मलाई तपाईँले नयाँ जीवन दिनुभएको छ। उसो त मेरो जीवन साँच्चै नै म तडपिरहेको थिएँ, भौतारिएको थिएँ भनेर तपाईँले भनेर प्रार्थना गर्नुभयो भने आज तपाईँको प्रार्थना र मेरो प्रार्थना परमेश्वरले सुन्नुहुन्छ। आमेन। यदि तपाईँ निको हुनु भएन भने परमेश्वरलाई भन्नुहोस्, म निको भएको छैन प्रभु, मलाई निको पार्नुहोस्, तपाईँको सामर्थ्य हातले मलाई छुनुहोस् भन्नुहोस्। तपाईँको त्यो वचनमा लेखिएको छ, विश्वासको साथ तिमीले माग्यौ भने प्रार्थनामा जे माग्यौ त्यो तिमीले पाउनेछौ भन्नुभएको छ। आज तपाईँ प्रिय मित्र, तपाईँले र मैले विश्वास गरेका छौँ कि छैनौँ? यदि गरेका छौँ भने पनि प्रिय मित्र तपाईँले र मैले विश्वाससँग प्रार्थना गरौँ, त्यो हामी अवश्य पाउँछौँ। हामी तडपिएका छौँ, भौतारिएका छौँ, विश्वासी भएर पनि नविश्वासी जस्ता भएका छौँ, तर परमेश्वरलाई आज हामीले पाएर साँच्चै नै भौतारिनु त त्यो जीवन राम्रो होइन। तर यदि हाम्रो जीवन अझै पनि परमेश्वरसँग गएर परमेश्वरलाई विश्वास गरेर पनि लापरवाहीको जीवन जिएका छौँ भने साँच्चै नै आज पश्चाताप गरेर फेरि परमेश्वरसँग फर्किनुहोस् र परमेश्वरले तपाईँलाई र मलाई जीवन दिने परमेश्वरले फेरि पनि तपाईँलाई मलाई जीवन दिनुहुन्छ। आमेन। र धेरै मानिसहरू परमेश्वरलाई अँगाल्दछन्, परमेश्वरलाई आत्मिक जीवन जिउन चाहन्छन्, परमेश्वरमा आत्मिक जीवन जिउन चाहन्छन्, तर आज विलम्बना तिनीहरूले साँच्चै नै त्यो लापरवाहीको जीवनबाट फेरि फर्किएर परमेश्वरलाई माग्छन्। तर परमेश्वरले सबै कुरा जान्नुहुन्छ। आमेन। हाम्रो जीवन भनेको परमेश्वरसँग हुन्छ त। जय मसीह की।